साथीहरू नमस्कार र स्वागत छ आजको यस भिडियोमा। यदि तपाईँले यो भिडियो मिस गर्नुभयो भने सम्झिनु तपाईँले आफ्नो जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण मौका गुमाउनुभयो। यो केवल एउटा भिडियो मात्र होइन, यो तिम्रो किस्मत बदल्ने चाबी हो। यदि साँच्चै तिमी आफ्नो जीवनमा केही ठुलो गर्न चाहन्छौ भने यो भिडियो 1 सेकेन्ड पनि स्किप नगरी हेर। तर यदि तिमी यहाँ सिर्फ टाइम पास गर्न आएको भने अहिले नै जान सक्छौ, किनकि यो भिडियो उनीहरूको लागि मात्र हो जो आफ्नो जिन्दगीमा साँच्चै केही ठुलो गर्न चाहन्छन्। र यदि तिमी पनि उनीहरूमध्ये एक हौ भने यो भिडियो पुरै हेर, यसले तिम्रो जिन्दगी बदलिन सक्छ। आफूलाई लेभल अप बनाउन तयार छौ? त्यसो भए सुरु गरौँ साथी। हाम्रो जीवनमा यस्तो समय पनि आउँछ जब जो व्यक्ति हामीसँग सबैभन्दा नजिक थियो अचानक हामीलाई छोडेर जान्छ। कसै अर्कैका लागि वा कुनै सफल व्यक्तिका लागि। उनी जो पनि हुन सक्छन्। तिम्रो पत्नी हुन सक्छिन्, तिम्रो प्रेमिका हुन सक्छिन् वा तिम्रो सबैभन्दा मिल्ने साथी। र त्यसपछि हामी गहिरो डिप्रेसनमा जान्छौँ र आफ्नो लक्ष्यहरूबाट भट्किन थाल्छौँ। जब कसैले तिमीलाई छोडेर जान्छ, जब कसैले तिम्रो पीडा बुझ्दैन, जब तिम्रो गरिबी, तिम्रो असफलता र तिम्रो कमजोरीहरू मानिसहरूका लागि मजाक बन्न थाल्छन्, त्यो समयमा तिमीसँग सिर्फ दुईटा बाटो हुन्छन्। या त आफूलाई कमजोर ठानेर रोइरहने वा आफ्नै भित्र यस्तो आगो बाल्ने कि पुरा संसार दङ्ग परोस्। साथी, तिम्रो कमजोरी नै तिम्रो सबैभन्दा ठुलो ताकत बन्छ। तर त्यसलाई ताकतमा बदल्ने जुनून हुनुपर्छ। आफूलाई यति निखार कि संसारले तिमीलाई मिसाल बनाओस्। जिन्दगी सधैँ फेयर हुँदैन। तिम्रो जीवनमा धेरै समस्याहरू चलिरहेका हुन सक्छन्। तर यसको मतलब यो होइन कि तिमीले आफूलाई हार्न दिइहाल्नु। आफूलाई यति बलियो बनाऊ कि जसले तिमीलाई छोडेर गयो ऊ आफै यति पछुताओस् कि तिमीलाई फेरि पनि पाउन तडपिन थालोस्। तिम्रो प्रेमिकाले तिमीलाई छोडिदिए केही फरक पर्दैन। जब आफूलाई यति परिवर्तन गर कि ऊ तिमीलाई सधैँ याद मात्र गरिरहोस्। हामी प्राय आफ्नो लक्ष्यतर्फ नजिक जानका सट्टा त्यसबाट अझ टाढा जान थाल्छौँ। हाम्रो दिमाग बारम्बार यही सोचिरहन्छ, जसलाई हामीले दिलदेखि माया गऱ्यौँ उही किन हामीलाई छोडेर गयो। हामी आफैसँग बारम्बार यही प्रश्न सोधिरहन्छौँ, आखिर मभित्र यस्तो के कमी थियो। यही सोचले डिप्रेसनलाई जन्म दिन्छ र हामी आफ्ना सपनाहरूबाट भट्किन थाल्छौँ। हामी यो पनि बुझ्न सक्दैनौँ कि हामी के गरिरहेका छौँ, कता जाँदैछौँ र बिस्तारै बिस्तारै यस्ता नराम्रो बानीहरू अपनाउन थाल्छौँ जसले हामीलाई अझै कमजोर बनाउँदै लैजान्छ। तर के तपाईँले कहिले सोच्नु भएको छ कि यही नै तिम्रो जिन्दगीको मकसद हो? यदि तिमीलाई पनि यस्तै लाग्छ भने अब जाग र आफ्नो सपनाहरूको लागि लड। म तिमीलाई केही उदाहरणहरू मार्फत बुझाउन चाहन्छु। सुन्नु, यो केवल कुरा मात्र होइनन्, यो रियालिटी हो। रतन टाटालाई एक युवतीले रिजेक्ट गरेकी थिइन् किनकि उनी त्यसबेला गरिब थिए। तर आज उनी त्यस्तै स्तरमा छन् कि त्यो युवती उनको कम्पनीमा जबको लागि एप्लाई गर्न समेत योग्य छैन। इलन मस्कलाई मानिसहरूले पागल भन्थे, तर आज त्यही मानिसहरू उनको कम्पनीमा नोकरी पाउन लाइन उभिन्छन्। विराट कोहलीलाई पनि सुरुमा मानिसहरूले सामान्य क्रिकेटर मात्र ठान्थे, तर उनले आफूलाई यति परिवर्तन गरे कि आज त्यही मानिसहरू उनलाई किङ कोहली भन्छन्। सुन्नुहोस्, अब समय आएको छ आफूलाई प्रमाणित गर्ने। जसले तिमीलाई छोड्यो, जसले तिमीलाई अस्वीकार गर्यो, जसले तिमीलाई कमजोर ठान्यो, अब उसले यस्तो पछुतो मान्नु परोस् कि ऊ आफ्नो जिन्दगीदेखि नै नफरत गर्न थालोस्। एउटा कुरा सोच, कि रतन टाटा कुनै अर्कै दुनियाँबाट आएका थिए र? अन्ततः उनी पनि एकजना मानिस नै हो थिए। उनमा पनि भावनाहरू थिए। कि एलन मस्कमाथि मानिसहरूले शङ्का र ताना हाल्योन् र? कि विराट कोहलीलाई मानिसहरूको टिप्पणी सुन्दा दुख्दैन थियो? हो, उनीहरूलाई पनि अस्वीकार गरियो, उनीहरूलाई पनि गिराइयो, उनीहरूले पनि धेरै पीडा सहनु पर्यो। तर उनीहरूले के गरे त? उनीहरूले संसारलाई झुक्न बाध्य बनाइदिए। उनीहरूले दुःखलाई आफ्नो ढाल बनाए। उनीहरूले घृणालाई आफ्नो ताकत बनाए। उनीहरूले आफूलाई यस्तो निर्णय अथवा योग्य बनाए कि उनीहरू सफल भए। कि जसले पहिले उनीहरूको हाँसो उडाउँदै थिए, आज तिनै मानिसहरू उनीहरूका लागि पागल छन्। साथी, आज उनीहरू केवल सफल मात्र छैनन्, तर जसले आफ्ना आँसुहरूलाई हतियार बनाउँछ उही नै इतिहास लेख्दछ। अब समय आइसकेको छ आफैसँग एउटा बाचा गर, जसले तिमीलाई ठुक्रायो, जसले तिमीलाई कमजोर ठान्यो, जसले तिमीमाथि भरोसा गरेन। अब तिमीले आफ्नै सफलताले यस्तो तमाचा हान्नुपर्छ कि उनीहरूको जिन्दगी नै हल्लियोस्। यति उच्च उड, यति माथि जाऊ कि जसले तिमीलाई गिराउन खोजेका थिए उनीहरू पनि तिम्रो नाम लिन समेत काँपुन्। तर सफल बन। यदि सफल बन कि तिमीलाई गुमाउनेहरूको पुरै जिन्दगी पछुतोमा लदिरहोस्। यति उचाइमा पुग कि जसले तिमीलाई नालायक ठानेर छोडेका थिए उनीहरू लाजले आफ्नो नजरमा डुबेर मरुन्। अब तिमीले आफूलाई यति काबिल बनाउनुपर्छ कि संसार तिमीलाई हेर्न तडपियोस्, तर तिमीलाई छुने हैसियत कसैको पनि नहोस्। अब समय आएको छ, उठ र आगो बाल।
सबै नकारात्मक सोचहरूलाई भस्म गर। आफ्नै तकदिर आफै लेख, इतिहास रच र यो संसारमा राज गर। तर साथी, यदि तिमी साँच्चै सफल हुन चाहन्छौ भने यो 5 नियमहरू आजदेखि आफ्नो जीवनमा समावेश गर। नम्बर 1, भिजन सेट गर। योद्धा जस्तै आफ्नो भिजन सेट गर। यदि तिम्रो सपना तिमीलाई डराउँदैन भने त्यो सपना धेरै सानो हो। हरेक दिन आफ्नो मन्जिलको बारेमा सोच, उहाँलाई महसुस गर, जिउ, लेख। के चाहिन्छ, कहिले चाहिन्छ र कसरी पाउनेछौ? यी सबै प्रश्नको जवाब मनमा राखेर काम गर। त्यसरी मात्र तिमी आफ्नो सपना साकार गर्न सक्छौ। जसले आफ्नो भविष्यको तस्बिर दिमागमा बनाइसकेको छ उसको जित निश्चित छ। याद राख, मानिसको सोच जति ठुलो हुन्छ उसको जित पनि उति नै ठुलो हुन्छ। तर हामी प्राय यस्तो गर्दैनौँ। हामी बस सोच्छौँ म पनि केही ठुलो गर्न चाहन्छु, तर कहाँबाट सुरु गरौँ? समस्या त रास्ता नपत्ता हुनु होइन, समस्या त यो हो कि तिमीले आफूलाई खोज्न मेहनत नै गरे छैनौ। नम्बर 2, सोच्न बन्द गर, सिधा काम गर। सिर्फ सोच्दा केही बदलिँदैन, गरिसकेपछि मात्र परिवर्तन आउँछ। हरेक दिनको सानो कदम तिमीलाई सफलतासँग नजिक पुर्याउँछ। विजेता र हार्ने मानिसमा एउटा मात्र फरक हुन्छ, एक्सन। आफैसँग भन्नु म सोच्ने मान्छे होइन, म गर्ने मान्छे हुँ। नम्बर 3, सही सङ्ग, सही साथी, सृजनाशील वातावरण। सराउन्ड योरसेल्फ विथ विनर्स। जो मानिसहरूले तिमीलाई माथि उठाउँछन्, जसले तिमीलाई प्रेरित गर्दछन्। तिम्रो सङ्गतले नै तय गर्छ कि तिमी को बन्दछौ। यदि तिमी महान बन्न चाहन्छौ भने आफूलाई महान मानिसहरूले घेर। टक्सिक मानिसहरूबाट टाढा भाग, किनकि उनीहरूले तिम्रो एनर्जी चुस्छन्। यदि च्याम्पियन बन्नु छ भने च्याम्पियनहरूसँगै उठबस गर। आफ्नो वरिपरि ती मानिसहरू मात्र राख जसले तिमीलाई अगाडि बढ्न प्रेरित गर्छन्, न कि तिमीलाई पछाडि तान्छन्। एउटा कुरा याद राख, सङ्गतको असर साँच्चै पर्दछ। जसरी सोच हुन्छ मान्छे त्यस्तै बन्छ। त्यसैले यदि तिमी सफल हुन चाहन्छौ भने खराब सङ्गतबाट टाढा रह। डिसिप्लिनलाई आफ्नो हतियार बनाऊ। साथी, जो आलसी हुन्छन् उनी आफ्नो किस्मतलाई कोस्छन्, तर जो डिसिप्लिन हुन्छन् उनी आफ्नो तकदिर आफै लेख्छन्। साँझ सकुची उड्दै गर्दा आफैलाई याद दिलाऊ, म जुन चाहन्छु त्यसलाई हासिल गरेर मात्र रहन्छु र हरेक दिन आफूलाई 1% सुधार्नेछु। सोच 1 वर्षमा 365% ग्रोथ। आफूभित्र कति ठुलो इम्प्रुभमेन्ट हुनेछ। आजदेखि बहाना बनाउने बानी छोड। म भोलिदेखि चाँडै उठ्छु भन्छु, तर अलार्म बन्द गरेर फेरि सुत्छु। यसरी तिमी सफल कसरी बन्छौ? तिमी बस सुतिरह्यौ भने सपना आफै पुरा हुँदैन, मेहनत गर। नत्र भने एक्सक्युजहरूले तिम्रो जिन्दगी बर्बाद गरिदिन्छन्। कहिले हार नमान। यो संसार सिर्फ 2 प्रकारका मानिसहरूलाई याद गर्छ। नम्बर 1, जो आफूलाई हार एक्सक्युज बनाउँछन्, र नम्बर 2, जो गिर्दछन्, उठ्छन्, लड्छन् र अन्ततः संसारलाई जित्छन्। जब परिस्थिति कठिन लाग्छ त्यसको मतलब तिमी सही बाटोमा छौ। आफ्नो डरलाई आफ्नो ढाल बनाऊ, आफ्नो दुःखलाई आफ्नो ताकत बनाऊ। आफैसँग बाचा गर, मेरो जित पुरा संसारले नदेखेसम्म रोकिन्न। बस एउटा कुरा याद राख, आफ्नैसँग कहिले यस्ता बहाना नबनाऊ, यार मैले धेरै कोसिस गरेँ तर केही भएन, अहिले मेरो टाइम खराब चलिरहेको छ। अब यस्तो लाग्छ आफैसँग यसो भने, साथी तेरो टाइम खराब होइन, तैँले कोसिस नै गरेको छैनस्, तैँले सिर्फ बहाना मात्र बनाइस्। साथी, तिम्रो टाइम वा तिम्रो किस्मत खराब छैन, बस तिम्रो मेहनत पुगेको छैन। एउटा कुरा मात्र याद राख, यदि तिमी गिरे फेरि उठ्छौ त्यसरी नै निरन्तर प्रयास गर, अबसम्म तिमी सफलता प्राप्त गर्दैनौ। साथी, कुनै महापुरुषले भनेका छन्, बारम्बार प्रयास गर्नेहरूको कहिले हार हुँदैन। याद राख, जो तिमीलाई छाडेर गयो ऊ तिमी जित हासिल गरेपछि मात्र पछुताउनेछ। जो तिमी माथि हाँसो उडाउँथे उनीहरूले पनि तिमीलाई सफल नै देखेर पछुताउनेछ। त्यही भएर जसरी हुन्छ जे गरी हुन्छ, जित निश्चित गर्नु छ, हार नमान, पछुतो हुनेलाई पछुतो हुन देऊ। तिमीले सोचेको कुराहरू पुरा गर, मेहनत गर, जे गर्छौ त्यो अवश्य पुरा हुन्छ। धन्यवाद।